हाइकिङ जान लागेको 2 जना मात्रै छ अरू कोही छैन 4 जना चाहिँ भेट भएको हामी बाटोमा 2 जना चाहिँ हड्डीमा कबाब भएको 6 जना साथीहरू चाहिँ तारेभिरको जङ्गलमा जाँदैछौँ। तारेभिर चाहिँ अलिक माथि नै भएकोले हामी चाहिँ गोकर्णको जङ्गलदेखि हिँड्दै हिँड्दै जाँदैछौँ र हामी साथीहरूसँग गफ गर्दै हिँडेको त थाहै नभइकन हामी 1 घन्टामा यति धेरै हिँडेर तारेभिरको जङ्गलमा आइपुग्यो गोकर्णदेखि। तारेभिरको जङ्गल छिरेर पनि हामी धेरै नै माथिसम्म हिँड्दै हिँड्दै आयौँ। यस्तो थियो बाटो रुखहरू मान्छेहरू कोही पनि थिएन। सुरुमा त लास्ट डर लाग्दै थियो। यसरी आउँदै थियो र एकजना दिदी चाहिँ भेट्नु भएको थियो कि एक्लै हाइकिङ आउनु भएको रहेछ। उहाँको तारिफ हान्दै हामी अगाडि अगाडि हिँड्यौँ। सिंगल गर्ल इन हाइकिङ गर्ल्स पावर क्या त्यस्तो नि हुन्छ क्या हुन्छ यार मात्र एक्लै हुन सक्दैन माइन्ड फ्रेस नि हुँदा टेन्सनहरू छैन तपाईँहरू हेर्न रेडी हो त्यसपछि हामीले भिरमा चाहिँ यस्तो राम्रो बस्ने ठाउँ भेट्यो क्या। अनि यहाँनिर हामीले चाउचाउहरू के खानेकुरा ल्याएको थियो त्यहाँ बसेर खाने प्लान भयो। त्यसपछि मान्छेहरू पनि थुप्रो आउनु थाल्नुभयो। माथि चाहिँ हुनुहुँदो रहेछ क्या। अनि हामी बस्यौँ खायौँ होइन। त्यसपछि एकछिन रमाइलो भयो त्यहाँ गफसप भयो। त्यहाँबाट माथि जान चाहिँ धेरै नै टाइम लाग्ने भएकोले हामी नगयौँ किनभने त्यहाँ 3 बजिसकेको थियो र हामी त्यहीँ रमाइलो गफ गर्दै गर्दै हामी चाहिँ टिकटक सिकटक बनायौँ फोटो खिच्यौँ। त्यसपछि काठमाडौँ यस्तो राम्रो भ्यू हेर्दै हेर्दै हामी फर्क्यौँ। अनि हामी गोकर्णको जङ्गलमा आइपुगेपछि चाहिँ यस्तो 2 जना बच्चा बच्चीहरू रहेछ क्या कलेज स्कुलबाट फर्किरहेको। अनि उनीहरू झगडा परिरहेको रहेछ क्या। नचल न अलि बिस्तारै माग खै छोड्दो सानो बहिनी त हो देऊ न बहिनीलाई छोड्दो छोड्दो कहाँ हो घर ए कसको लगेको तिम्रो हो यहाँ चाहिँ खासमा क्या त्यो सानो कुदिरहेको बहिनीले चाहिँ ठुलो बहिनीको यो बहिनीको लिपस्टिक चोरेको रहेछ मम्मीको। त्यसपछि यो बहिनीले रुँदै मागिरहेको थियो कि झगडा खोसिरहेको थियो। अनि बहिनीले दिनै मानेन र उसको दिदी रहेछ त्यसले भोलि ल्याइदिन्छु भन्यो। अनि त्यसपछि त्यो बहिनी चाहिँ रिसाइरहेको थियो। त्यतिकैमा त्यो बहिनी घर फर्केको रिसाएर उसको चिता रहेछ गरेर 2 जनाको चाहिँ उता। त्यसपछि हाम्रो त्यो 4 जना साथीहरू पनि उता गइसकेको थियो कि आफ्नो घर। अनि त्यसपछि हामी 2 जना मात्रै आयौँ। हाइकिङ है आज खतरा हेऱ्यो यतिको ट्रेनिङ भएपछि स्योर आर्मीमा भर्ती हुनेछ